जय मसी। आज म तपाईहरुको माझमा एउटा क्वेशन गर्न जाँदैछु। अनि यो क्वेशन चाहिँ मलाई मेरो आत्मिकी बहिनीले गरेको थियो अनि उसले चाहिँ मलाई भनेको थियो है, दिदी हजुरको हस्बेन्डले तपाईलाई धेरै माया गर्नुहुन्छ है, गरिरहनुपर्छ। तपाईसँग बिहानदेखि बेलुकैसम्म टाइम स्पेन्ड गर्नुभयो, एकदमै बेसी तपाईले केयर गर्नुभयो, माया गर्नुभयो, तपाईले जे भने त्यही दिनुभयो हैन, जस्तो भने त्यस्तै गरिदिनु भयो। तर 24 घण्टामा 10 मिनेट मात्रै है, 10 मिनेट मात्रै मैले तिमीलाई त्यत्रो टाइम दिए, सबै दिए, तर 10 मिनेट मात्रै चाहिँ म चाहिँ अब अरू कोही केटीसँग म जान्छु भन्दाखेरि के म दिन्छु हैन, के तपाईँ दिनुहुन्छ भनेर उसले मलाई क्वेसन गरेको थियो क्या। अनि फर्स्टमा त मैले बुझिनँ है, अनि पछिबाट जब मैले फेरि बुझ्दै गएँ त्यस पछाडि मैले कस्तो लाग्यो क्या, अरे मेरो हस्बेन्डले हैन 24 आवर्समा चाहिँ अब सबै मलाई दिएर मात्रै 10 मिनेट मात्रै हैन, अनि 10 मिनेट मात्रै अरे कोहीसँग म जान्छु, कोही केटीसँग म जान्छु भन्दाखेरि म दिन्छु त, म दिदिनँ नि त हैन। अनि मलाई त दिनु मन लाग्दैन, अनि दिनु मन लाग्दैन हैन, त्यो दिइँदैन नि हैन, जोकैले पनि दिँदैन। तपाईहरुले दिनुहुन्छ कमेन्ट गर्नुस् त। म चाहिँ दिदिनँ है, किनभनेदेखि मेरो हस्बेन्ड चाहिँ मलाई डल्लै चाहिन्छ नि त हैन, उहाँको टाइम, उहाँ सबै चाहिँ मलाई के चाहिन्छ, सबै चाहिन्छ नि त, किनभने उहाँ चाहिँ मेरो हो नि त हैन। त्यस्तै तपाईहरु पनि आफूले माया गरेको मान्छेलाई अनि 24 घण्टामा आफूसँगै भएको मन पराउनुहुन्छ नि त, आफूसँगै भएको आफूसँगै हैन। अनि तिमीसँग म यत्रो घण्टा छु त, 23 घण्टा छु, 23.5 घण्टा छु, आधी घण्टा त हो नि म हैन, अरू केटीसँग जान्छु, अरू केटासँग जान्छु भनेर दिनुहुन्छ त, दिनुहुन्न नि त हैन। अनि मलाई यो क्वेसन चाहिँ एकदम मेरो हृदयलाई छुयो के, अनि एकदम मन पर्यो। अनि त्यस्तै हाम्रो परमेश्वर चाहिँ है, हाम्रो परमेश्वर जसले चाहिँ हाम्रो सबै कुरा सृष्टि गर्नुभयो, सबै हैन, हामीलाई यति धेरै प्रेम गर्नुभयो, यति धेरै हाम्रो वास्ता गर्नुभयो। संसारको मान्छेले त हामीले रिस उठ्यायो भने उनीहरू निराश हुन्छ हैन, हामीले माग्दा दङ्गाउँदा कतिपय कुराहरू पाइँदैन, दिँदैन हैन त। अनि कतिपय कुराहरू हामीले हाम्रो चित्तहरू बुझ्दैन, हाम्रो मनहरू दुखाइदिन्छ है, संसारको मान्छेहरूले कति मन दुखाइदिन्छ। तर हाम्रो परमेश्वरले त त्यस्तो कहिले पनि गर्नुहुन्न नि त है। हामीले माग्नु भन्दा अगाडि जान्ने प्रभु चाहिँ उहाँ हुनुहुन्छ नि त हैन। हामीले के भन्न खोजेको भन्नुभन्दा अगाडि नै उहाँले सबै कुरा जानिसक्नु भएको हुन्छ के हैन। त्यस्तो परमेश्वरलाई चाहिँ अनि आज हामीले दिनको कति घण्टा दिइरहेका छौँ, हामीले एकदमै सोच्नुपर्ने कुरा छ है। हामीले दिनको कति घण्टा दिइरहेका छौँ, हामीले कसरी टाइम दिइरहेका छौँ हैन। तपाईलाई छोटो म बाइबलबाट भन्न चाहन्छु। वचन संग्रह 113 को 3 मा लेखेको छ, सूर्योदयदेखि सूर्यास्तसम्म परमप्रभुको नाउँको प्रशंसा हुनु पर्दछ है, हुनु पर्दछ भनेर हाम्रो वचन संग्रह 113 को 3 ले भन्दछ। भनेदेखि हामीले हाम्रो परमेश्वरलाई चाहिँ कसरी टाइम दिइरहेका छौँ त हैन, हामीले हाम्रो परमेश्वरलाई कसरी टाइम दिइरहेका छौँ। अनि साँच्चै नै है 24 घण्टामा कति घण्टा दिइरहेका छौँ हाम्रो परमेश्वरलाई। अनि तपाईलाई म भन्न चाहन्छु, हामीले रुपियाँ पैसाको दशांश दिन्छौँ, हरेक कुराको दशांश दिन्छौँ परमेश्वरलाई हैन, मुठी चामलहरू दिन्छौँ, हरेक कुराहरू दिन्छौँ, तर हामीले टाइमको पनि दशांश हाम्रो परमेश्वरलाई चाहिन्छ है। दशांश भनेको हजुरहरू बुझ्नुहुन्छ, टाइमको पनि दशांश चाहिन्छ हैन त। हुन्छ, किप वाचिङ, थ्याङ्क यू सो मच।